इस्लाम धर्मको सुरुवात। समय ईस्वी सम्वत 610। स्थान मक्का, अरब प्रायद्वीप, आजको साउदी अरब। संस्थापक पैगम्बर हजरत मोहम्मद स.अ.व. मोहम्मद 40 वर्षको उमेरमा हुना नामक गुफामा ध्यान बस्दै गर्दा फरिस्ता जिब्राइल मार्फत अल्लाहको सन्देश प्राप्त भयो। यही वहीपछि कुरानको रूपमा सङ्कलन भयो। 2. प्रारम्भिक वर्ष र सङ्घर्ष। मक्का त्यतिबेला बहुदेववादी समाज थियो। मुहम्मदले एक ईश्वर अल्लाहको प्रचार गर्दा धेरै विरोध भयो। महत्त्वपूर्ण घटनाहरू: मुस्लिमहरूलाई यातना र बहिष्कार। 619 ईस्वीलाई आम उल हुजन भनिन्छ, दुःखको वर्ष। श्रीमती खदिजा र काका अबु तालिबको निधन। संरक्षणको खोजीमा इस्लामको प्रचार मदिनातर्फ बढ्यो। 3. हिजरत 622 ईस्वी। मोहम्मद र उनका अनुयायीहरू मक्काबाट मदिना यस्रिब सरे। यस घटनालाई हिजरा भनिन्छ र यसैको आधारमा इस्लामी सम्वत हिजरी क्यालेन्डर सुरु भयो। मदिनामा पहिलो मुस्लिम समुदाय उम्मा स्थापना भयो। सामाजिक, कानुनी तथा धार्मिक संविधान लागू गरियो। इस्लामको विस्तार शान्तिपूर्ण र कूटनीतिक तरिकाले भयो। 4. महत्त्वपूर्ण युद्धहरू। मदिना बसाइपछि निम्न युद्धहरू भए। 1. बदरको युद्ध 624 ईस्वी, मुस्लिमहरूको विजय। 2. उहुदको युद्ध 625 ईस्वी। 3. खन्दक 627 ईस्वी, रणनीतिक सफलता। यी युद्धहरूले मुस्लिम समुदायलाई बलियो बनाए। 5. फतेह ए मक्का 630 ईस्वी। मुस्लिमहरूले शान्तिपूर्ण तरिकाले मक्का पुनः प्राप्त गरे। मूर्तिहरू हटाइए र काबालाई तौहिद, एक ईश्वरवादको प्रतीक बनाइयो। 6. पैगम्बर मुहम्मदको निधन। सन् 632 ईस्वीमा मदिना सहरमै उहाँको निधन भयो। यसपछि इस्लामको नेतृत्व खलिफाहरूले सम्हाले। 7. खलिफा युग 632 देखि 661। 1. अस-सिद्दिक अबु बक्र 632 देखि 634। इस्लामको एकता कायम राखियो। कुरान सङ्कलनको सुरुवात। 2. उमर इब्न खत्तब 634 देखि 644। इस्लामी शासन इजिप्ट, सिरिया, इराकसम्म फैलियो। 3. उस्मान इब्न अफ्फान 644 देखि 656। कुरानको आधिकारिक प्रतिहरू तयार गनाइयो। 4. अली इब्न अबी तालिब 656 देखि 661। राजनीतिक द्वन्द्व र विभाजन, सुन्नी शिया। 8. इस्लामको विस्तार। इस्लाम केही दशकमै निम्न क्षेत्रमा फैलियो: मध्यपूर्व, अफ्रिका, मध्य एसिया, स्पेन, अन्दलुस, भारत लगायत दक्षिण एसिया। 9. आजको इस्लाम विश्वभर करिब